गुड इभिनिङ। आज पनि धेरै पछि आज फेरि म गुड इभिनिङको इभिनिङ वाकको चाहिँ भिडियो प्रस्तुत गर्न गइरहेको छु। हेर्नुहोला। कस्तो दामी छ। परेवाहरू कस्तो दामी। साँझ शीतल शीतल छ, त्यही भएर परेवाहरू मजाले चलिरहेछ। माछा मार्नेहरूको मछुवारा डुङ्गा बोट। मैले भिडियो नहालेको पनि धेरै भयो नि त युट्युबमा, त्यही भएर आज फेरि भिडियो खिचिरहेको छु। भ्याइ नभ्याइ भए पनि मसँग अलिकति टाइम छ। भिडियो लामो हुने छैन, छोटो हुनेछ। ल त सुरु गरौँ। 100 मिटर 100 मिटर चाहिँ हिँडिसकेँ। अब चाहिँ मतलब केटाकेटीको खेल्ने ट्रेन। आज फ्राइडे हो, भिडभाडै हुन्छ। फ्यामिलीहरू चाहिँ यहाँनिर पार्टी गर्नलाई आउँछन्। ग्रुपमा फ्यामिलीहरू बसिराखेको हुन्छन्। भन्छ डल्फिन गार्डन। ओहो बिरालु। कत्रो ठुलो बिरालु। त मेरो युट्युब पनि मोनिटाइज होला भन्दाखेरि एडसेन्सको कारणले पनि 3-4 महिना भइसक्यो। 3 महिना चाहिँ कम्प्लिट भयो, तर मैले सफलता पाउन सकिनँ। एडसेन्स बनेन। अब एडसेन्स बने पनि नबने पनि केही छैन, टाइममा भिडियो चाहिँ हाल्दै बसिन्छ। नेपाल पुगेपछि नै मोनिटाइजको चाहिँ प्रोसेस गर्नु पर्ला। अहिलेलाई चाहिँ यति नै। अब यस्तै भइहाल्यो। नेपाल म अब चाँडै जाँदैछु, 2-3 महिनापछि भनेको पनि धेरै भइसक्यो। किनभनेदेखि म जाने थिएँ, सिचुएसन पनि खराब छ। मेरो भिसा अझै 3 महिना जति बाँकी छ क्या, सेप्टेम्बरमा सिद्धिन्छ। अनि सिचुएसन अलि राम्रो भयो भनेदेखि चाहिँ बस्नु पर्ला, मतलब भिसा रिन्यू गरेर छुट्टी जानु पर्ला, नत्र एकैचोटि फाइनल जानु पर्ला भन्ने सोचको कारणले गर्दा चाहिँ अलिकति मेरो टाइम लम्बिएको हो। यो महिना भोलि पर्सि भन्दै सिचुएसन अलिक खराब छ नि त। बरानमा अहिले गर्मी चाहिँ हत्तै बढिसकेको छ। चान्चुन बिहानको टाइममा चाहिँ कति हुन्छ भन्दैन 39, 40, 38 डिग्री पुगेको छ। तर अहिले साँझ चाहिँ अलिकति शीतलै रहेछ, हावा सर्र चलिरहेछ। त्यही भएर मान्छेहरू पनि गार्डनमा छन्। समुद्रमा पनि हावा चलिरहेछ सरर। जब हावा चल्छ तब समुद्रको पानी अलिकति माथि आउँदो रहेछ भन्ने कुरा चाहिँ मेरो ठम्याइ हो। मैले जानेको कुरा भनौँ न, मैले चाहिँ यहाँ आएर थाहा पाएको कुरा। ढुकुरहरू कराउँछ, रमाइलो लाग्छ। ल त साथी हो, यस्तै हो भिडियो चाहिँ। अब
कन्टिन्युज चाहिँ गरिँदैन होला, नेपाल पुगेपछि मात्रै कन्टिन्युज हुनेछ। आहा कुकुर कन्टिन्युज भए पनि नभए पनि टाइममा हप्तामा एउटा दुईवटा चाहिँ भिडियो हाल्नुपर्छ होला मैले। 400 मिटर्स। ल त साथी, यो भिडियोहरू कस्तो छ यसो कमेन्ट गर्नु होला। म आजको भिडियो त्यति धेरै लामो बनाउँदिनँ, किनभनेदेखि अब खासै मोनिटाइज प्रोसेस पनि गएन, अल्छी लाग्दैछ। भिडियो हेर्दै गर्नु होला, कमेन्ट पनि गर्नु होला। आजलाई मेरो भिडियो यति नै हुनेछ। धन्यवाद, बाइ। एउटा कुरा कि पहिला जब मेरो मोनिटाइजको कुनै प्रोसेस पनि थिएन, के पनि थिएन, थाहै थिएन है, भिडियो बनाउनु खुब रहर लाग्थ्यो, मजाले बनाइन्थ्यो। अहिले अनि फेरि मोनिटाइज भयो एकचोटिको लागि प्रोसेस आयो, त्यतिखेर झन् खुसी लागेर चाहिँ मजाले भिडियो बनायो, जाँगर चल्थ्यो बेसरी। तब मेरो त्यो एडसेन्स चाहिँ बिग्रियो, धेरैचोटि कोसिस गर्दा पनि एडसेन्स बनेन नि त। अब त अल्छी लाग्दो रहेछ क्या, जे कुरा पनि रिजल्ट पाइएन भनेदेखि अनि अल्छी लाग्ने जस्तो लाग्यो। अहिले अल्छी लाग्छ, छोटो भिडियो बनाउँछु, किन खाली राख्ने भनेर।